मैले हारेकी छैनमा फेरि एकपटक तपाईहरूलाई स्वागत छ। मेरो जीवनको त्यो मोड सुनाउँदैछु जहाँ ठुलो सपना बोकेर म काठमाडौँ पुगेको थिएँ। तर मैले कल्पना गरेको जीवन र वास्तविक जीवन बीच धेरै फरक रहेछ। त्यही यात्रामा मैले पहिलो पटक विश्वास गरेँ र पहिलो पटक नै गहिरो चोट पाएँ। अघिल्लो भागमा मैले मेरो बाल्यकाल र अभावको कथा सुनाएकी थिएँ। अब सुरु गरौँ मेरो जीवनको दोस्रो अध्याय। नमस्कार। एसएलसी परीक्षा सकिएपछि मेरो मनमा एउटै सपना थियो, आफ्नै खुट्टामा उभिने। हाम्रो घरको आर्थिक अवस्था राम्रो थिएन। बुबाले धेरै दुःख गरेर हामीलाई हुर्काउनु भएको थियो। त्यसैले मैले सानैदेखि सोच्थेँ अब बुबामाथि थप भार बन्नु हुँदैन। त्यही सोच लिएर एसएलसी सकिए लगत्तै म काठमाडौँ आएँ। त्यो बेला म जम्मा 15-16 वर्षकी थिएँ। काठमाडौँ पुग्दा मलाई लाग्यो यहाँ मेहनत गर्ने मान्छेले काम पक्कै पाउँछन्। तर वास्तविकता मैले सोचे जस्तो रहेन। धेरै ठाउँमा काम खोजे, जहाँ गए पनि एउटै कुरा सुनिन्थ्यो, तिमी त धेरै सानी छौ, नागरिकता पनि छैन, अहिले काम दिन मिल्दैन नि। त्यो कुरा सुन्दा मन धेरै दुख्थ्यो। काम गर्ने इच्छा थियो तर अवसर थिएन। धेरै दिन सङ्घर्ष गरेपछि मैले फेरि पढाइलाई नै निरन्तर दिने निर्णय गरेँ। केही समयको काठमाडौँको बसाइपछि म गाउँ नै फर्केर 11मा भर्ना भएँ। 12 पढ्दै गर्दा मलाई मम्मीले एउटा साधारण मोबाइल किनिदिनु भयो। त्यो मोबाइल मेरो लागि धेरै ठुलो खुसीको कुरा थियो। त्यही मोबाइलबाट मैले पहिलो पटक फेसबुक चलाउन थालेँ। त्यो बेला मलाई सामाजिक सञ्जालको बारेमा धेरै थाहा त थिएन। एक दिन एउटा फ्रेन्ड रिक्वेस्ट आयो। उहाँ हाम्रै गाउँको एकजना व्यक्तिको आफन्त हुनुहुँदो रहेछ। मैले आफ्नै चिनजानको परिवारको मान्छे होला भनेर रिक्वेस्ट एक्सेप्ट गरेँ। सुरुमा सामान्य कुराकानी मात्र हुन्थ्यो। बिस्तारै उहाँले मलाई मन पराउने कुरा गर्नुभयो। मैले तुरुन्तै स्वीकार गरिनँ। करिब 3 महिनापछि मात्र उहाँको प्रस्ताव स्वीकार गरेँ। तर धेरै समय बित्न नपाउँदै उहाँको व्यवहारमा परिवर्तन हुन थाल्यो। उहाँ धेरै केटीहरूसँग बोल्ने, प्रेम गर्ने स्वभावको हुनुहुँदो रहेछ। जब मलाई त्यो कुरा थाहा भयो, मैले उहाँसँग बिस्तारै बोल्न छोडेँ। अन्तिममा फेसबुकबाट नै ब्लक गरिदिए। मलाई लाग्यो अब सबै कुरा सकियो। तर मेरो सोच गलत रहेछ। एक दिन उहाँले मेरो फेसबुकबाट फोटोहरू डाउनलोड गरेर आफ्नै फेसबुकमा राख्नुभयो र त्यसमा नराम्रा शब्दहरू लेख्नुभयो। मलाई धेरै डर लाग्यो। त्यो रात मैले आँखा चिम्लन नै सकिनँ। रुँदै रात कटाएँ। मलाई के गर्ने, कसलाई के भन्ने केही थाहा थिएन। पछि मेरो ठुलबुबाको छोरी दिदीले यो कुरा थाहा पाउनुभयो। मेरो दिदीले उसको आफ्नो मान्छेलाई राति नै बोलाउनु भयो। उसको आफ्नो मान्छेले उसलाई धेरै बेर सम्झाउनु भयो र सबै पोस्टहरू हटाउन लगाउनु भयो। त्यसपछि बिस्तारै त्यो घटना सकियो। मेरो मनमा एउटा ठुलो घाउ बनेर छोडेर गयो। त्यो घटनापछि मैले सोच्न थालेँ, अब जीवनमा फेरि कसैलाई विश्वास गर्ने छैन। तर के थाहा थियो र मलाई जीवनले मेरो लागि अझै अर्को कथा लेखिसकेको रहेछ। केही समयपछि फेरि फेसबुकमा अर्को एउटा रिक्वेस्ट आयो। मलाई कहाँ थाहा थियो र यसपटक आएको त्यो मान्छे नै पछि मेरो श्रीमान बन्नेछ भनेर। उहाँसँगको सम्बन्धले मलाई सुखभन्दा बढी दुःख दिनेछ भन्ने कुरा मैले कल्पना पनि गरेकी थिइनँ। अबको बाँकी कथा अर्को एपिसोडमा सुनाउनेछु।
हस् त, धन्यवाद। फेरि भेटौँला। यदि मेरो कथा हजुरहरूलाई मन परेको छ भने कृपया कमेन्ट गर्नुहोला। बाई।